पहिला यो भिडियो हेर्नुस्। म केरा हुँ, मलाई स्याउसँगै राख्दा धेरै इथिलिन ग्यास निस्केर म छिट्टै पाक्न र कुइन थाल्छु। अनि यो भिडियो हेर्नुस्। म क्रिकेट ब्याट हुँ, माछा होइन भिजाएर राख्न, भित्तामा टाँसेर पानी चुइने ठाउँमा राखेको छ, अनि पछि रन नआएर मलाई दोष दिन्छ। मेरो काठ बाङ्गियो भने छक्का होइन, तेरो भाग्य उड्छ। आजकल यस्तो अब्जेक्टले बोलेको भिडियोहरू सोसियल मिडियामा निकै भाइरल भएको छ। टिकटक, युट्युब सर्ट्स, इन्स्टाग्राम जताततै यस्तो भिडियोहरू तपाईँले देख्न सक्नुहुन्छ। आज म यस भिडियोमा तपाईँलाई स्टेप बाई स्टेप देखाउँछु कि तपाईँले कसरी यस्तो अब्जेक्टले बोलेको भिडियोहरू क्रिएट गर्न सक्नुहुन्छ। त्यसैले भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। यस्तो एआई भिडियो क्रिएट गर्नलाई तपाईँले 3टा स्टेप फलो गर्नुपर्ने हुन्छ। पहिलो स्टेप भनेको चाहिँ स्क्रिप्ट लेख्ने, सेकेन्ड स्टेप भनेको इमेज जेनेरेट गर्ने र थर्ड स्टेप भनेको चाहिँ भिडियो जेनेरेट गर्ने। र अब सुरुवात गरौँ पहिलो स्टेपबाट। सुरुमा हामीले स्क्रिप्ट जेनेरेट गर्नुपर्छ। त्यसको लागि तपाईँ सुरुमा च्याटजिपिटीमा जानुहोस्। तपाईँले अरू एआई टुलहरू पनि युज गर्न सक्नुहुन्छ, जस्तै जेमिनाई, ग्रक अरू पनि युज गर्न सक्नुहुन्छ। म चाहिँ च्याटजिपिटी युज गर्छु। अनि यसमा एउटा प्रम्प्ट पेस्ट गर्नुहोस्। जुन प्रम्प्ट चाहिँ म तपाईँलाई दिन्छु, यो प्रम्प्टमा के लेखेको छ भने चाहिँ 3टा चिज लेखेको छ। एउटा भनेको चाहिँ तपाईँको रोल, अर्को भनेको टास्क र अर्को भनेको चाहिँ आउटपुट। रोलमा के लेखेको छ भने युआर अ सिनियर 3D मेडिकल एन्ड एजुकेसनल भिजुलाइजेसन आर्टिस्ट भनेर लेखेको छ। अनि अरू पनि लेखेको छ। अनि टास्कमा चाहिँ के लेखेको छ भने फ्रुट र भेजिटेबल टाइपको एउटा इमेजहरू जेनेरेट गर्नुहोस् र त्यही इमेज अनुसार चाहिँ भिडियोको स्क्रिप्ट लेख्नुहोस् भनेर यसमा टास्क दिएको छ। अनि तल आउटपुट फर्मेट छ। आउटपुट फर्मेट चाहिँ कस्तो भने एउटा प्याराग्राफ, फ्रुट र भेजिटेबलको एउटा प्याराग्राफ, अनि ल्याङ्ग्वेजहरू नर्मल ल्याङ्ग्वेज, अनि टोन चाहिँ क्लियर एजुकेसनल टोन लेखेको छ। हो, यही स्क्रिप्ट तपाईँ च्याटजिपिटीमा पेस्ट गर्नुहोस्। यसले केही समय लिन सक्छ। जस्तै सुरुमा स्ट्रबेरीको आएको छ, स्ट्रबेरीको देख्न सक्नुहुन्छ। यसले लगभग 8-10 वटा स्क्रिप्ट जेनेरेट गरिदिन्छ। यो हाम्रो पहिलो स्टेप। यसमा हामीले स्क्रिप्ट जेनेरेट गर्यौँ। स्क्रिप्टमा देख्न सक्नुहुन्छ सुरुमा स्ट्रबेरी आएको छ। तपाईँले यहाँ हेर्दै गएपछि यति जति छ नि, हो यति चाहिँ तपाईँको इमेज क्रिएट गर्ने स्क्रिप्ट हो। त्यसपछि तपाईँले देख्न सक्नुहुन्छ भिडियो प्रम्प्ट भनेर, यो यति चाहिँ भिडियो जेनेरेट गर्ने स्क्रिप्ट हो। अनि यो भिडियो स्क्रिप्टमा अर्को एउटा छ भोइस ओभर। भोइस ओभरमा तपाईँले यहाँ डबल ब्राकेटमा देख्न सक्नुहुन्छ, यति चाहिँ तपाईँको त्यो भिडियोमा भोइस आउँछ। र यदि तपाईँलाई नेपालीमा भोइस ओभर गर्नु छ या नेपालीमा स्क्रिप्ट लेख्नु छ भने चाहिँ तपाईँले यस्तो गर्न सक्नुहुन्छ, राइट भोइस ओभर इन नेपाली एन्ड अदर इङ्ग्लिस भनेर लेख्नुहोस् र इन्टर गर्नुहोस्। यसले तपाईँको त्यो जुन भिडियोमा भोइस ओभर हुन्छ नि, त्यो सबै नेपालीमा दिन्छ। यसमा तपाईँले 2टा भोइस ओभर देख्नुभयो। एउटा भनेको चाहिँ नेपाली भोइस ओभर अनि अर्को भनेको चाहिँ इङ्ग्लिस भोइस ओभर। यदि तपाईँलाई भिडियो इङ्ग्लिसमा जेनेरेट गर्नु छ भने चाहिँ इङ्ग्लिस युज गर्नुहोस्। यदि तपाईँलाई नेपाली भोइस ओभर चाहिएको छ भने चाहिँ नेपाली युज गर्न सक्नुहुन्छ। र हाम्रो नेक्स्ट स्टेप भनेको चाहिँ इमेज जेनेरेट गर्ने। इमेज जेनेरेट गर्नलाई नि तपाईँले डिफ्रेन्ट एआई टुलहरू युज गर्न सक्नुहुन्छ। जस्तै यो च्याटजिपिटीबाट पनि तपाईँले इमेज जेनेरेट गर्न सक्नुहुन्छ र अरू पनि छन्, जस्तै जेमिनाई, ग्रक, त्यसबाट पनि तपाईँले इमेज जेनेरेट गर्न सक्नुहुन्छ। म चाहिँ इमेज जेनेरेट गर्नको लागि गुगल जेमिनाई युज गर्छु। तपाईँले जुन पनि युज गर्न सक्नुहुन्छ। जस्तै अब सुरुमा हामी इमेज जेनेरेट गर्नु पर्यो भने त त्यसको लागि तपाईँले यहाँको यो इमेज जेनेरेट गर्ने स्क्रिप्ट कपी गर्नुहोस्। यो भिडियो प्रम्प्टभन्दा अगाडिको सम्म चाहिँ यो इमेज जेनेरेट गर्ने स्क्रिप्ट हो। त्यसलाई कपी गर्नुहोस् र जेमिनाईमा जानुहोस्। यसमा तपाईँले सुरुमा लगइन गर्नुपर्ने हुन्छ। मैले पहिलेदेखि लगइन गरेको छु, त्यही भएर चाहिँ सिधै आएको छ। र यसमा तपाईँले क्रिएट इमेजमा क्लिक गर्नुहोस्, किनकि हामीलाई अब इमेज जेनेरेट गर्नु छ। अनि अघिको स्क्रिप्ट पेस्ट गर्नुहोस्। यसले केही मिनटमै केही सेकेन्डमै भनौँ न, यसले इमेज जेनेरेट गरिदिन्छ। यहाँ देख्न सक्नुहुन्छ यसले इमेज जेनेरेट गरिदिएको छ। तपाईँले अलि राम्रो स्क्रिप्ट लेख्यो भने चाहिँ राम्रो खाले इमेज आउँछ। तपाईँले ग्रक पनि युज गर्न सक्नुहुन्छ। सुरुमा grok.com मा जानुहोस्। त्यही अघिको स्क्रिप्ट यसमा म पेस्ट गर्छु है त। तपाईँलाई जुन इमेज राम्रो लाग्छ त्यही इमेज डाउनलोड गर्नु होला है त। यसले पनि केही समय लिन्छ। ग्रकले चाहिँ राम्रो इमेज जेनेरेट गरिदियो है त, एचडी क्वालिटीमा राम्रो इमेज जेनेरेट गरिदियो। यसलाई म डाउनलोड गर्छु है त, यसलाई नै डाउनलोड गर्छु। हाम्रो सेकेन्ड स्टेप पनि कम्प्लिट भएको छ। हामीले सुरुमा स्क्रिप्ट पनि जेनेरेट गऱ्यौँ कस्तो खाले भिडियो क्रिएट गर्ने भनेर, अनि अर्को भनेको चाहिँ हामीले इमेज पनि क्रिएट गऱ्यौँ। अब हाम्रो फाइनल स्टेप भनेको चाहिँ भिडियो जेनेरेट गर्ने। त्यसको लागि तपाईँले अर्को एआई टुल युज गर्नुपर्ने हुन्छ। तपाईँ सिम्पली गुगलमा जानुहोस् र सर्च गर्नुहोस् फ्लो एआई भनेर। फर्स्ट लिङ्कमा क्लिक गर्नुहोस्। यसमा तपाईँले सहिलेसम्म भिडियो जेनेरेट गर्न सक्नुहुन्छ। सुरुमा क्रिएट विथ फ्लोमा जानुहोस्। तपाईँले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। सुरुमा चाहिँ तपाईँलाई लगइन गर भन्छ। लगइन गरिसकेपछि तपाईँले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ। न्यू प्रोजेक्टमा जानुहोस्। तपाईँले यस्तो खाले इन्टरफेस देख्न सक्नुहुन्छ। यदि तपाईँ पहिलोचोटि लगइन गर्दै हुनुहुन्छ भने चाहिँ
तपाईँले यस्तो नदेख्न पनि सक्नुहुन्छ। यदि त्यस्तो भयो भने चाहिँ तपाईँ यसमा जानुहोस्, त्यहाँ भिडियो भनेर लेखेको छ, यसमा जानुहोस् र भिडियोमा सिलेक्ट गरेर फ्रेम सिलेक्ट गर्नुहोस्। त्यसपछि तपाईँको सुरुमा स्टार्टमा क्लिक गर्नुहोस् र अहिले हामीले जेनेरेट गरेको इमेज यसमा अपलोड गर्नुहोस्। यसरी केही समय लिन्छ र त्यति जेलसम्म हामी यसको स्क्रिप्ट पनि अपलोड गर्छौँ है त। हामीले अहिले च्याटजिपिटीमा जेनेरेट गरेको स्क्रिप्ट त्यसमा पेस्ट गर्छौँ है त। तपाईँले यहाँ देख्न सक्नुहुन्छ भिडियो प्रम्प्ट भनेर छ, यो सबै कपी गर्नुहोस् र यहाँ पेस्ट गर्नुहोस् र यसमा तपाईँले देख्न सक्नुहुन्छ भोइस ओभर इङ्ग्लिसमा छ, हामीलाई त नेपालीमा चाहिएको छ र अघि जेनेरेट गरेको नेपाली भोइस ओभरमा जानुहोस्। यसलाई पनि कपी गर्नुहोस्, यसको ठाउँमा यसलाई पेस्ट गर्नुहोस् र इन्टर गर्नुहोस्। यसले केही समय लिन सक्छ, त्यही भएर केही बेरसम्म वेट गर्नुहोस् र त्यसपछि चाहिँ हाम्रो भिडियो जेनेरेट हुन्छ। यहाँ देख्न सक्नुहुन्छ हाम्रो भिडियो क्रिएट भएको छ। अब हेरौँ है त हाम्रो भिडियो कस्तो क्रिएट भयो भनेर। म स्ट्रबेरी हुँ। मलाई भिजेको अवस्थामा बन्द डब्बाभित्र राखिएको छ जहाँ चिस्यान थुनिँदा ममा ढुसी फैलिरहेको छ। देख्न सक्नुहुन्छ यसले कति राम्रो भिडियो जेनेरेट गर्थ्यो। अब यो भिडियो डाउनलोड गर्नको लागि तपाईँ सिम्पली डाउनलोडमा क्लिक गर्नुहोस् र 720p मा चुज गर्नुहोस् र डाउनलोड भएको छ। यसरी तपाईँले सजिलोसँग कुनै पनि अब्जेक्टले बोलेको भिडियो जेनेरेट गर्न सक्नुहुन्छ।